हाम्रो घरको सबैभन्दा सिक्रेट प्लेस, घरको सबैभन्दा तल डाउन फ्लोरमा। अनि यहाँ चाहिँ नि हाम्रो मम्मीहरू छाङ बनाउनु हुँदैछ। छाङ, कोदोको छाङ। छाङ भन्नाले जाँड बनाउँदैछ। त्यो कसरी बनाउँछ, के बनाउँछ हेर्नुहोस्। अब गाउँतिर यस्तो दाउरा हुन्छ, त्यो आमाको काम, आमा र आबा। अब गाउँमा बुढाबुढीहरू यस्तो गर्न एकदम रमाउँछ। अनि रमाउँछ नै, उनीहरू टाइम पास पनि हुन्छ। अनि यो चिज सानोतिनो बिजनेस पनि हुन्छ। अब हेर्नुहोस्, यो के बनाएको आमाले? यो छाङ बनाएको। कोदोको सिरमा बनाएको यो। अनि यो छाङ बनाउनलाई के हाल्नुपर्छ? तोङ्गा यसलाई मर्चा हाल्नुपर्छ। मर्चा भनेको खोर्सानी? खोर्सानी होइन, मर्चा। के मर्चा? छाङको मर्चा आउँछ नि। खोर्सानीलाई त मर्ची भन्छ नि। त्यो के अरे अमिलो हुने जस्तो लागि? अमिलो होइन, गुलियो, एकदम गुलियो। अच्छा, त्यो मर्चा चाहिँ नि यही घरमा बनाउँछ कि? बनाउँदैन, यो गोलापीबाट किनेर ल्याउँछ। त्यो हालिसकेपछि अनि यसमा पानी हाल्यो, अनि त्यो कोदो हाल्यो। मर्चा चाहिँ पछि हाल्ने कि अहिले हाल्ने? मर्चा त पछि नि, त्यहाँ फिन्जाइरो सेलाइरो ओथर हाल्ने बेलामा हाल्छ मर्चा। अनि यो कति दिनमा बन्छ त? यो अब 3 रातमा ओथर उठ्छ। अनि गुलियो हुन्छ। अनि त्यसपछि झ्याम्बामा हाल्छ। झ्याम्बामा हालेपछि 15-20 दिनपछि रक्सी पार्छ। टुटु रक्सी पार्छ। अनि होटेलमा रक्सी बेच्छ। त्यही हो काम, आमाको काम। अब अर्को काम गर्न सक्दैन। आफ्नै घरमा होटेल चलाउने, रक्सी बेच्ने, छाङ बेच्ने, त्यही हो। अनि यो चाहिँ के गर्नु लाग्यो? के यो चाहिँ? यो यहाँ तरकारी पकाउनलाई, यहाँ गोलचोलोमा भात पकाउने, यहाँ अनि के अरे थुक्पाको तरकारी, चना उसिन्ने, त्यसमा यसले छोड्ने। अनि आमाको दाउरा पनि थुप्रो रहेछ। दाउरा चाहिँ कहिले ल्याएर राख्यो त? दाउरा टिप्परमा ल्याएको, उता छ एक चाङ टिप्पर, 2 टिप्पर ल्याएको। अनि मान्छे ल्याएर चिरेको, मान्छेलाई पैसा दिएर चिरेको। अब यहाँ त धेरै रमाइलो रहेछ नि। रमाइलो छ। उतै तलको होलमा हेर्नु जाँदा लामा तल गएको छैन। अघि त गुरुले यो भाँडा चाहिँ नि अब रक्सी पार्ने भाँडा हो। यसमा रक्सी पार्छ। अनि यो यसको माथि राख्छ यसो गरेर। अनि यहाँतिर एउटा प्लेट आलुको रुख पनि छ। अनि उतापट्टि केराको बोट पनि रहेछ। केराको बोट पनि रहेछ ल। अनि त्यहाँदेखि यस्तो छ भन्नुहोस्। यहाँ यो चाहिँ नि हाम्रो सिक्रेट प्लेस नै हो घरको। अनि यो चाहिँ हेर्नु, उहाँको के भन्छ स्टोर छाङ राख्ने स्टोर। यहाँ चाहिँ नि अहिले यो छाङहरू सबै के अरे त्यो गरेपछि यहाँ सुकाउने होइन, सुकाउने, त्यहाँ ओथर हाल्ने। अनि त्यो स्टोर हो, छाङको स्टोर हो त्यो। अनि फर्मा सामानको स्टोर उता छ ठुलो घर। अनि यो पाक्यो भने चाहिँ कसरी थाहा हुन्छ यो? अनि यो पानी सुक्छ के? पानी सुक्ने समय? यो पानी सुक्नुपर्छ। भात जसरी पानी सुक्नुपर्छ, यो उमाल्नुपर्छ। अनि त्यसपछि सुकेपछि त्यहाँ फिन्च्याउने। फिन्च्याएपछि अब त्यहाँ सेलाउने। सेलाएपछि मर्चा मोल्नेपछि उठाउने ढोक्रोमा। अनि त्यहाँ मजाले राख्ने। अनि गुलियो गुलियो यस्तो जमारा फुल्दम भएर बस्छ। राम्रो हुन्छ।